कहिल्यै नि नभुलाउने मनमा काली र दुर्गाको नाम कहिल्यै नि नभुलाउने मनमा काली र दुर्गाको नाम कहिल्यै नि नभुलाउने मनमा महायज्ञ का रचनाकार गुरु रामजी अधिकारीज्यू, कथावाचक भास्करी वा पण्डित कमलनयन गौतम गुरु, त्यस्तै गरी मेरा अनन्य गुरु दिनेश बोलम्पाकीज्यू र सबै मञ्चमा मञ्चस्थ सबै दानवीर महानुभावहरू, प्रमुख अतिथि सबै यो आवाज सुन्नुभएका सम्पूर्ण भक्तजनहरूमा बागलुङ कालिका भजन कीर्तन सत्संग समूहको तर्फदेखि प्रणत नमन। एक पटक सबैले जय भनौँ जोरदार रूपमा। सत्य सनातन वैदिक धर्मको जय जय हो। अझै सत्य सनातन वैदिक धर्मको, श्री बागलुङ कालिका माताको, सच्चिदानन्द भगवानको, श्री सालग्राम भगवानको, सत्य सनातन वैदिक धर्मको जय मानव सेवा, जय मानव सेवा, जय मानव सेवा। सबैमा साधुवाद। श्रीमन्नारायण आश्रममा गरेको दान खेर जाला भनेर नटान। आश्रममा गरेको दान खेर जाला भनेर नटान। आश्रममा गरेको दान खेर जाला भनेर नटान। आश्रममा गरेको दान खेर जाला भनेर जबसम्म आकाशगङ्गा पृथ्वीका डाँडा काँडामा झरझर गर्दै जलधार वर्षाउँदै पृथ्वीमा बगिरहन्छन्, जबसम्म संसारलाई आनन्द दिलाउने यदुवंशी श्री कृष्णको कथाले समर्पणक डोलाउँदा चाहिँ मन्द मन्द बतास जस्तै आनन्द दिइरहन्छ, जबसम्म राम र राम रावण युद्धमा रामले विजय प्राप्त गरेको श्री कथा रामायण कथा यो भूमिमा गुन्जिरहन्छ वा सुनिरहन्छ, तबसम्म यस भोग भगवान वा यस धरतीमा तिमी दीर्घजीवी भएर बाँचे।
यस भोग भवन वा यो धरतीमा दीर्घजीवी भएर बाँचे। हेर हेर श्रीमन्नारायण यावत तो यो धरा 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 भूधरा यावत चारु 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 चमरम चामी कीर्तन चामरम यावत रावण राम राम रमरम रामायणम सूर्यते तावद भोग विभोग भोग भुवने तुम दीर्घजीवी भव तावद भोग भोग विभोग भुवने तुम दीर्घजीवी भव। हेर हेर श्रीमन्नारायण रामको नाम कहिल्यै पनि नभुल्नु दर्शन बाग्लुङकी काली हातमा चन्दन छेता फुल्दा